सापो भाइ कहाँ ल्याइदिएछ यार। हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज छुट्टीको दिन अनि घरको सामानहरू पनि सकिरहेको थियो, सामानहरू पनि लिएर आउनु पर्यो। अनि हेरौँ के किनिन्छ, के हुन्छ आज। अनि जाउने हो, जाऊँ न त। ल गाइज निस्क्यौँ। सो गाइज लगभग 1 घण्टाको गफ पछि होइन कहाँ जाने भनेर। अनि कहाँ जाने हैन, घरबाट चल। घरदेखि किन्न छ, एउटा फ्राई पनि किन्न छ भनेर घरबाट उठायो मलाई। यहाँ कहाँ लिएर आएको पागल जस्तो नाइन्सापो भाइ। हामी खासमा कडाई किन्न निस्क्यौ घरबाट। अनि निस्किसकेपछि तिर बाटोदेखि चाहिँ जमजम कहीँ घुम्न जाऊँ भनेर यसो निस्केको। अहिले चाहिँ हामी क्यानोक हिल पार्कमा पुगेका छौँ, बर्मिङहम। एकदम राम्रो ठाउँ लागिरहेछ। अब राम्रोसँग घुमे होइन, अब भर्खर पुग्यौँ। कहाँ घुम्न लिएर आएर यार, कहाँ लिएर बेकारमा लिएर छु नि, टाढा थोरै न छौँ। यहाँ जाऊँ न फुलमा प्लिज। के को फुल? कहाँको फुलझडी? लालीगुराँस हुँदो रहेछ यहाँ पनि। लालीगुराँस, यो लालीगुराँस त हो नि होइन, पात पनि त्यस्तै छ। हो भन्दैछु त, अनि के हो पात त्यस्तै छ भने। क्लोजबाट देखाउ न, क्लियर छ यताबाट। माथि बस्छु यसमा बस। यसमा बस्नु बसाइदेऊ न मलाई। म कसरी बसाउने? तिम्रो वेट 80 किलो छ, म जम्मा 50 किलोको मान्छे, मैले कसरी उचाल्न सक्छु तिमीलाई? ल भन। 80 त छैन के म। त्यो लालीगुराँस कहिले देखाएको थियो? मैले देखाएको छु। कहाँ? नेपालमा कहाँ? हाम्रो पोखरा MBA GLM को हाम्रो ओरिएन्टेसन क्लास थियो पोखरामा। अनि हामीलाई पोखरा लगेको थियो कि। अनि पोखरा जानुभन्दा अगाडि बाटोमा छ नि एउटा घाम के हो समथिङ प्लेस छ, मलाई याद भएन ठ्याक्कै नाम। त्यहाँ जाँदाखेरि बाटोमा लालीगुराँस देखेको। अनि हामीले पनि मैले त्यहीँ टिप्ने भन्नाले टिप्नु हुँदैन होइन कि, म टिप्दैन। टिप्ने मतलब त्यतिखेर मैले समाते थिएँ लालीगुराँस। अनि यो आज समात्दैछु, सेकेन्ड टाइम। हान्नु नि त ल। तैँले यो लगाउने लुगालाई के भन्छन् थाहा छ? के भन्छ? हाम्रोतिर पहिला चाहिँ झुमर होइन, उसको गाउन भन्छन् के। टोटली गाउन त होइन, गाउन हो। लाउने गाउन हो। अब योमा फेरि लोड्दैमा त हुन्थ्यो। लोटेर लोड्दै हुन्थ्यो अरे। त्यहाँ हेर मसिन गनहरू माथि। नजिक ल्याउ न, यसमा के देखाउँछ हेर। सन्स अफ बर्मिङहम। कति धेरै सहिद भएर रहेछन् त यार यो वारमा। के वार गरे रहेछन् यिनीहरूले? के को लागि वार गरे? इन्डिया पाकिस्तानको वार हो। मेसिन गन। के गर्दै हो नि खासमा इन्डिया? कोही नुहाइरहेछन्,
कोही नुहाइसकेपछि सुक्नलाई बाहिर आएर घाम लुगा चेन्ज गर्दैछ यिनीहरूले टवेल सवेल कच्छा ल्याउनु बिर्सेछ जस्तो गर्दै कि नुहाए यिनीहरूले भालेले लखेर्दैछ यसलाई A few moments later. के गर्न खोजिरह तिमीहरू के गर्ने भए चाँडै गर होइन म थाकिसकेँ तिमीलाई खिच्दा गर्दै केही छैन नि यार सेटिङ मिलाउँदैछ जस्तो चाहिँ यसले यो ताल त उताको जस्तै छ है वुल्भरह्याम्पटनको वेस्ट पार्क पोखराको फेवा ताल जस्तै छ यो बीचमा के अरे ताल बाराही मन्दिर वरिपरि पानी तर ढुङ्गाको कमी छ तिम्रो खुट्टा पानीमा गइरहेछ मेरो खुट्टा पानीमा गए होइन बुढी अनि मैले चाहिँ हालेको पानीमा मेरो खुट्टा अनि सक्स भिज्दैन त अनि सक्स हाले पो सक्स भिज्छ मैले जुत्ता हालेको छु सक्स कसरी भिज्न सक्छ कस्तो कुरा गर्छ यार कस्तो जुत्ता पानीमा हालेर सक्स भिज्छ भनेर कसले भन्यो ल भन सक्स हाल्नु पर्यो नि त्यसको लागि त पानीमा तिम्रो के वाटर प्रुफ हो र त्यो जुत्ता कुरा गर्छ मसँग डिस्कस गर्न तिमीलाई बहाना चाहिन्छ होइन त्यही त आज आएर यस्तो भन्यो होइन ठिक छ बहाना चाहिन्छ अरे उल्टा चिसो भएर जुत्ता पानीमा छ भन्ने त चाहना हो तिमीसँग डिस्कस गर्ने मेरो तिमीसँग डिस्कस गर्ने मेरो चाहना हो तिम्रो जुत्ता पानीमा छ भन्ने त बहाना हो वाह 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 कविकार हो गए तुम तो उठ न त्यो खुट्टा निकाला ओ मा बिजो गयो खुट्टा ठिक भयो नभनेपछि मानेपछि यस्तै हो के गयो नि सक्स भिज्यो कि भिजेन अब खै यता हेरेर छैन भन्दै मैले भने छैन भित्रै भिजिसकेको छैन उसको छैन बोटिङ पनि गर्न मिल्छ यहाँ स्मलको 14 पाउन्ड 30 मिनट ठुलोको चाहिँ 19 कति धेरै उठाउनु रहेछ अब हिँड्दै म पानीमा झर्न थालेँ त झन्डै हेर न लाइफ ज्याकेट कति राखेको छ त्यहाँ रमाइलो रहेछ ल यसको घोडा चढ्न मिल्छ सन चढेर जाने तिमी ट्रेन पनि छ ट्रेनमा जाने हो त के ट्रेन हो त्यो ट्रेन झुकझुक ट्रेन हो जाने हेलो Right, see when they said you can have a company vehicle. लेक्चर गएर हाम पाल त्यो पोखरीमा जाऊ फास्ट पैसी डुब्यो ए माया ल भन्ने गीत हाल्नुपर्छ अनुहार होइन भैँसी भन्दाखेरि कस्तो खास तिमी भैँसी जस्तो छैन त्यति मोटो छैन गाइज यु क्यान नट पार्क इन बर्मिङहममा छ आउनु होला एकदमै दामी है स्पेस पनि खतरा छ यहाँ आएर डेटिङ गर्न सक्ने खेल्न सक्नुहुन्छ डेटिङ पनि गर्न सक्नुहुन्छ जे गर्दा नि हुन्छ स्पेस त हेर उतातिर कति धेरै छ भनेर यसको स्पेस खतरा छ नि 250 एकड़ हो भने 250 एकड़ एक यो ढुङ्गाको कहानी यो एउटा ढुङ्गा हो है यसको कहानी यति ठुलो छ लगेर यसको पढ्न सक्नुहुन्छ कस्तो हिउँ परे जस्तै भएको छ है फुलले अनि हिउँ त हो नि स्नो त हो अलि राम्रै हेर न यता फुल भेटिन्छ ओहो यसले मलाई देखेर चाक हल्लाइदियो यार के गर्दै तिमी त्यहाँ अलि चाहिँ यता ल बस तिमीले धपाइसक्यो नि त्यसलाई
हाँस भेटेर हाँससँग दोस्ती गरेर आएको म अहिले 40 मिनेट मात्र हो हेर्दाखेरि कुखुराको चल्ला जस्तो खाने खान्छ जस्तो छ यिनीहरूले मेरो बच्चाको फोटो खिच्यो भनेर यो स्पेस कस्तो राम्रो रहेछ कि बुढो स्पेस भन्दा पार्कै राम्रो रहेछ यो वाला छ नि यो वाला पुल यो वेस्ट पार्क जस्तो छैन त सबै एउटै त अनि स्ट्रक्चर यिनीहरूको लन्डन ब्रिज हो पानी चाहिँ त्यस्तो गहिरो छैन उ देखिरहेछ नि त हेर्नु न माटो मजाक देखिरहेछ है तल भुइँ बिचमा हुन सक्छ तर साइड खै बिचमा पनि मजाक देखिरहेछ अब यो साइड ल ड्रोन सट हान्छ है ड्रोन उडाउँछ है कहाँ छ ड्रोन त्यही हो ड्रोन हेर न कति छ यहाँ छ त म्याप यसको कति एकर्स छ नि 80 एकर्स चाहिँ फर्मल पार्कल्यान्ड 120 एकर्स चाहिँ कन्जर्भेसन एन्ड वुडल्यान्ड प्लान्टेसन पार्क वाज ओपन टु विजिटर्स 1873 मा त्यति पुरानो पार्क हो बुढा यता हेर त यहाँ हेर न यो रुखको शेप कस्तो भा कस्तो त्यसलाई उचाल त त्यो रुखलाई सिधा बनाइदेऊ न म सिधै छु चले के को रुख होला यो भन् भाग अझै फेरि भन है जिकामा 1 नम्बर चाहिँ आयो कस्तो 1 नम्बर तिमीले एउटै क्वेशन एउटै सोधे हौ 1 नम्बरकै क्वेशन हो नि त त्यसको मार्क्स नै 1 हो यस्तो हो नि त फुल मार्क्स आयो भन न 1 नम्बर र फुल मार्कमा के फरक छ 1 मार्क आयो भन्दाखेरि चाहिँ कति धेरै क्वेशन सोध्दा थियो यसले एउटा मात्र दियो भन्ने हुन्छ हैन अनि फुल मार्क्स भनेपछि मान्छेको त्यो पर्सेप्सन हैन तिमीलाई अरूको पर्सेप्सनसँग त्यति धेरै चासो हुन्छ हे भगवान अरूको पर्सेप्सनसँग भन्दाखेरि पनि आफैलाई पनि मोटिभेट मिल्छ के यो कुरा चाहिँ माने मैले गाइस तपाईहरुको बच्चा छ भने बच्चा लिएर आउनु होला यहाँ खेल्ने ठाउँ पनि छ आफ्नो बच्चा छैन भने आफ्नो छिमेकीको बच्चा खाएर लिएर आएर खेलाउँदा नि हुन्छ मस्त जोक मारा रे या हँस रे हल्कट हँस अनि किडन्याप गर्यो भने अर्का बच्चा उठाउन किन तिमीले उ गरिरहेको छौ खासमा यहाँ खेल्ने ठाउँ खेल्न नै हो भनेर भन न अनि बच्चालाई उता हेर ट्रेनमा पनि बसाएर ल्याउन मिल्छ बच्चालाई यहाँ सनमा बसाएर राइड गराउन मिल्छ कति धेरै अप्सन छ यहाँ त्यो बच्चा किडन्याप गरे पनि त्यो बच्चा खुसी नै हुन्छ के लिएर आउने बच्चा त खुसी हुन्छ बच्चाको बाबामा किडन्याप भाज भन्ने अनि पैसा माग्ने पैसा ही पैसा होगा जति पैसा यहाँ खर्च गरेको छ नि त्यो माग्ने किडन्यापमा पानी हेर न तल कस्तो छ फोहोर के हो नेउला हाँसेको रे माछा छैन रहेछ है यो उमा गाडी छुक 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 रेलगाडी हो ए रेलगाडी छुक 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 हो यो मिनी ट्रेन हो उतै पे गर्नुपर्छ यो पे लन्डन टु इडनबरा जान्छ कडा रहेछ नि त्यो राम्रो रहेछ टोटो ट्रेन बुढोको टोपी चाहिँ कडा छ है यसको प्राइस मलाई यसको टोपी चाहिँ मन पर्यो क्या बुढोको हेर्न यस्तो किन्नु मन थियो है यो त राइड गरेर अब सिगरेट खान रेडी छ यो पागल बुढो तिमीलाई के भूत त लागेन भूत हो कि बोक्सिला के लाग्यो भन त उरिँदैछ एक्लै एक्लै डांस भन्छ यस्तोलाई ए रहने बहुत बुरे लग रहे तौबा 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 सारा मूड खराब कर दिया हेलो तँलाई एउटा कुरा थाहा छ
भन न यो जतिसुकै स्वानहरू अनि यो हाँसहरू छ नि इङ्ल्यान्डमा पोखरीहरूमा कसको प्रोपर्टी हो क्वीनको को क्वीन त्यो क्वीन त अब छैन कि अब जे होस् अब यो अब किङको प्रोपर्टी हो अब चाहिँ जम्मै यो राजाको प्रोपर्टी हो अब चाहिँ यहाँ चाहिँ यो अब हाम्रो देशमा त हाँस मार्नु नर्मल हो नि त अनि यहाँ चाहिँ यो हाँस मार्नु भनेको मान्छे मारे बराबर हो तिनीहरू त पागल छन् अर्को पागल मिस्या छ रे एउटा गीत गाउँदैछ उता बाटोमा बसेर गीत गाइरहेको छ फेरि लाली गुराँस अहिलेसम्म के गर्दैछु त हलो जोतिया जस्तो लाग्यो तिमीलाई अहिलेसम्म मैले के गर्दैछु एउटा भिडियो भन्दैछु तिमीलाई अहिलेसम्म मैले के गरेँ जस्तो लाग्यो खेत खन्दैछु म यहाँ एउटा गीत थियो नि यार के छ नि बना होला यो हाम्रो लागि बनाइदियो कसैले बुढो गाइस यति राम्रो छ यहाँ आएर तपाईँ पस्ताउनुहुन्न कस्तो दामी छ के दामी छ फुलहरू राम्रो छ कहाँबाट आऊ पागल फुल हेर्न गएको थिएँ कि म गुफामा हेर्नु कस्तो दामी फुलहरू छ वाइट आहा ब्युटिफुल ओ के हो यो के फुल भन्छ यसलाई थाहा छैन के फुल भन्छ त गाइजहरु तपाईहरुले थाहा छ भनेपछि कमेन्ट गर्नु होला के फुल भन्छ यसलाई यो खाने चीज हो नि हाम्रोतिर चाहिँ अब के चुत्रो हो कि के भन्छ सायद हैन यो भित्र पनि यो फुटायो भने हैन यो भित्र हेर्नु यस्तो आउँदो रहेछ के दुईटा किरा हो सायद खान मिल्छ खाऊ त पाके छैन नि त यो त काचै हो पाक्यो भने खान मिल्छ यो कस्तो हुन्छ कलर पाक्यो भने कालो हुन्छ जिब्रै कालो बनाउँछ यो त्यो होइन होला बुढो त्यही हो भने कसम छ यो भित्र यस्तै हुन्छ दुईटा हुन्छ यसको पनि सबैको यहाँ सबैको भित्र फुटायो भने यहाँ हेर है यस्तो फुटायो हैन यो फुटाउँदाखेरि यो भित्र यसको चाहिँ एउटा आयो हैन पाक्या छैन के त्यही भएर हो बिचाउँदो रहेछ पातहरु कस्तो लागिरहेछ त फुलै फुलको बगैँचामा आधा बिउजी आधा निदाउ अच्छा यता काडै काडा छ कसरी स्मेल छ न तिम्रो कानैमा फुल लाग्यो ल कानो गुण अल्किनु पर्यो नि का उही त हो सेम जता ततै फुल फुल्या छ यार ल भाग जाऊ फुलमा जाने रहेछ भाग ठक्क मक्क फुल फुल्यो लाली गुराँसै हो त यो मलाई किन फुल
पागल पनि कुमारी हाम्री फुल कुमारी ठिक छ एकदम जोकर बनाएको छ ठिक छ मैले मैं जोकर ही सारी उमर में जो कर रहा उ यहाँ माझी दाइ माछा मार्दैछ ल अब जाम बुढो कहाँ जे कामको प्यान लागि किन्न? हामी आए थियौँ त्यही किन्न तिमीले यार आज फाल्तुमा मलाई यहाँ पुर्यायो नि झन् के फाल्टोमा झन् यस्तो राम्रो ठाउँ लिएर आएको छु यु हेभ टु एप्रिसिएट के एप्रिसिएट गर्ने कुरा हुनु पऱ्यो नि तिमीले मलाई खासमा घरबाट कहाँ जाने भनेर निकाले होला म मजाले सुतिरहेको मान्छेलाई गएर प्यान किन्नु छ भनेर कडाई किन्नु छ भनेर निस्किया मान्छे यहाँ कहाँ ल्याइदिएको छ यार दुःख छ गाइज घरबाट जब निस्किसकेपछि होइन अब यो बाटोमै पर्छ होइन बाटोमा पर्दैन नि अलि बाग्नु त हो नि 20 माइल कसरी बाटोमा पर्न सक्छ यार यो बाटोमै त हो हल्का यस्तो गाडीलाई 100 गर्नु त हो यता फुलहरू हेर न कस्तो दामी फुलहरू छ उतातिर उता हेर त जाम है अनि त्यसपछि अब घर जाउँला उयो चाहिँ छ नि क्रिकेट कतिको हेर्नुहुन्छ तपाईँहरू होइन उयो यो देखिन लाग्छ नि यो स्टिक जस्तो देखिया नि त्यो एडबस्टन क्रिकेट स्टेडियम हो बर्मिङमको ठुलो स्टेडियम हो यसकै ठ्याक्कै अपोजिटमा रहेछ साइडमै रहेछ ओके गाइस हामी सामान किनेर अब घर फर्किन लागेको सो आजको भ्लग यही सकिन्छ नयाँ भ्लगमा भेटौँला फेरि त्यतिखेरसम्म आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला त्यतिखेरसम्म होइन आफ्नो स्वास्थ्यको ख्याल जहिले पनि गर्नु होला सो पुरानो भ्लग हेरेर त्यतिखेरसम्म रमाइलो गर्दै पुरानो भ्लग हेरेर त्यतिखेरसम्म रमाइलो गर्दै गर्नु होला हामी नयाँ भ्लग लिएर फेरि नयाँ भ्लग लिएर आउने नै छु टिल देन बाई बाई टेक केयर गाइज मेरो मोबाइल झर्नै झर्न लाग्यो